यतिखेर हाम्रो बीचमा नागरिक क्षेत्रका अगुवा सुन्दरमणि दीक्षित जोडिनु भएको छ। सुन्दरमणि सर नमस्कार, स्वागत छ नेपाली बसमा यहाँलाई। नमस्कार सर, नमस्कार। तपाईँको बोलीमा ऋषि जस्तै पो हुनु गएछ ल, भन्नुहोस्। ऋषिजी अब निर्वाचनमा हुमिनु भयो, ऋषिजीको फ्लेभर दिनु पर्यो जनतालाई भनेर हामी चाहिँ यतिखेर उपस्थित छौँ। सुन्दरमणिजी, देश निर्वाचनमय भएको छ यतिखेर। निर्वाचन फागुन 21 गते अब पक्कै हुन्छ हैन, तयारी छ। तर देशभरको समग्रताको स्थिति हेर्ने हो भने दलहरू, नयाँ बनेर आएका वैकल्पिक शक्तिहरू, तडक भडकलाई कसरी हेर्नु भएको छ? यदि अब इलेक्सनमा जान सबैजना अब तम्सेकै छन्, अगाडि बढेकै छन्। तर सुप्रिम कोर्टले के भन्छ त्यो त्यसमा चाहिँ धेरै कुरा भर पर्छ। अब आज होइन, बुधबार सुप्रिम कोर्टको फैसला त पर्खिनै पर्छ नि त। अब होइन, सरकारले आफ्नो काम गर्नुपर्छ, दलहरूले पनि आफ्नो प्रिपरेसन गर्नै पर्छ। हामीले चाहिँ हेर्नुपर्छ सुप्रिम कोर्टले के गर्छ, त्यो धेरै महत्त्वपूर्ण त्यहाँ छ। सुप्रिम कोर्टको भरि त पर्खिनु पर्यो नि त, आखिरमा यो कानुनको राज्य त हो नि, हो पर्खिनै पर्छ नि। सुप्रिम कोर्टमा रिट दायर भएको छ संसद पुनर्स्थापनाका निम्ति, त्यसले पनि के असर गर्न सक्छ होइन? हामीले मान्नुपर्छ न्यायालयलाई। स्योर गर्न सक्छ, किनभने यो सरकार नै गैर संवैधानिक हो नि त, असंवैधानिक हो नि त। यो सरकार त जब यो संविधान टेकेर संसद बगैरको चाहिँ प्रधानमन्त्री बन्छन् भनेदेखि त त्यो त कम्प्लिटली गैर संवैधानिक हो। र यो संविधानमा टेकेरै चाहिँ सरकार बनाएछ, नेचुरली यो त बिल्कुलै असंवैधानिक हो। सो देयरफोर सुप्रिम कोर्टको डिसिसन त एकदम महत्त्वपूर्ण छ। यसको मतलब हामीले चाहिँ चुनाव चाहिँ रोकिन हुँदैन, चुनावले रेडी भएर बस्ने। केही सर्यो भने पनि के भयो त, अहिले प्रिपरेसन भएको छ, एकै वर्ष चुनाव फेरि आइहाल्छ, हामीलाई केही फरक पर्दैन। अलिकति पैसा बढ्दा खर्च होला त्यति हो भने। तर अहिले हामी होमिएर जाउँ चुनावमा र चाहिँ पछि त्यसपछि चाहिँ नि अब भनौँ कुनै दललाई चित्त बुझेन, 2-3 दललाई चित्त बुझेन त्यसको नतिजाबाट उनीहरू त्यसमा सुप्रिम कोर्टमा गइदिए चाहिँ यो असंवैधानिक सरकारले गरेको असंवैधानिक चुनाव भनेर चाहिँ सुप्रिम कोर्टले सही ठहराइदियो भने त फेरि सबै खत्तम हो नि त। त्यसैले हामीले पर्खिनु पनि पर्छ, तर प्रिपेरेसनमा पनि जान पनि पर्छ। एउटा कुरा दीक्षितजी, जस्तो अब हिजोका कतिपय नजिरहरू छन् होइन, पटक पटक प्रतिनिधि सभा विघटन भएका छन्, फेरि सर्वोच्चले चाहिँ पुनर्स्थापित गरेर चाहिँ अर्कैलाई प्रधानमन्त्री तोकेका नजिर पनि छन्। त्यो एउटा पाटो थियो। तर आज चाहिँ भाद्र 23 र 24 को जेन्जी विद्रोह एउटा जनताको बलबाट नयाँ सरकार बनेको छ, यसमा कस्तो खालको व्याख्या होला भन्ने पनि त विषय छ नि त होइन? त्यो हुनै सक्दैन, किनभने त्यो हुन्थ्यो एउटै कुरा। अगर त्यस बेलामा चाहिँ नि उनीहरूले अन्तरिम संविधानमा गइदिएको भए त्यो हुन्थ्यो। किन हरेक आन्दोलनपछि चाहिँ नि त्यो अघिल्लो संविधानलाई चाहिँ हामी नागेरै अर्को संविधानमा हामी अगाडि बढाएका छौँ। 62-63 हेर्नुहोस्, 46 को हाम्रो आन्दोलन हेर्नुहोस्, त्यसै त्यो अब त 70 सालको हेर्नुहोस्, अब त्यो पहिलोको चाहिँ संविधान महेन्द्रले फ्याँकेकै हो। सो कुनै पनि विद्रोहपछि त अघिल्लो संविधान टेकेर त गरिँदैन नि त। अब यहाँ त यसपालि के भयो भने महाको चालाकी गरे राष्ट्रपति र हाम्रो सुशीला कार्कीले पुरानै संविधानमा अहिलेको संविधान टेकेर सपोर्ट खाइदिएन, जान पर्थ्यो सोझै अन्तरिम संविधानमा। अनि सबै जेन्जीको माग पनि हुन्थ्यो, गर्न सकिन्थ्यो। त्यो नगरी यही संविधान टेकेको छ। अब सुशीला कार्कीको आफ्नै फैसला, आफू न्यायाधीश हुँदाखेरि आफ्नै फैसलाबाट भनेदेखि संसदबाटै मात्रै प्रधानमन्त्री नियुक्ति हुनसक्छ। अब यो कम्प्लिट यो गैर संविधान भइसक्यो नि त। तपाईँको विचारमा चाहिँ अब सुशीला कार्कीले पनि एक किसिमले सेफ ल्यान्डिङ नै खोज्नु भएको हो। हिजो चाहिँ आफू हुँदा चाहिँ निर्णय गरेको, अब चाहिँ जे निर्णय आउँछ त्यसलाई चाहिँ स्वीकार्नुको विकल्प त नरहला भोलि। तर निर्वाचनमा गइसक्यो नि त देश, त फेरि यसले अर्को चाहिँ तनाव उत्पन्न गराउँदैन भन्ने पनि त छ नि संशय? होइन, तनाव उत्पन्न गर्दैन, किन गर्छ? सबैजना चुनावतिर सबै गइसके, चुनावमा नजाने कसले भनेको छैन। अब त्यसमा चाहिँ नि अहिलेको सरकार नि अघिल्लो जुन चुनाव हुनु थियो 1 वर्षपछि संसद भइराखे भए जुन 1 वर्षपछि चुनाव हुँदै थियो त्यो त अगर संसद बिउजाइदियो भने त त्यो त कायमै छ। यो खालि अलि अगाडि जुन ल्याइएको थियो यो चुनावलाई, जुन चाहिँ जेन्जीको मागमा छँदै थिएन, छँदै नभए चाहिँ मागमा चाहिँ हामी अगाडि बढिरहेका छौँ भनेदेखि 1 वर्षपछि चुनाव आउँदैछ। आखिर चुनाव हामी इलेक्सन कमिसन त सधैँ रेडी हुनुपर्छ। कुन बेला कुन सरकारले चाहिँ ल अब हामी चाहिँ नि चुनावमा जाने भनिदिन्छ त्यो थाहा हुँदैन। जस्तो जापानमा हेर्नुहोस्, अहिले 1 वर्ष बाँकी थियो चुनावमा ठ्याप्प होमिसके। इजरायलमा हेर्नुहोस्, ठाउँ त सरकारले आफूलाई यसो पऱ्यो भनेदेखि चट्ट चुनाव कल गरिहाल्छ। इलेक्सन कमिसन र आर्मी भने दुईवटा त सधैँ चाहिँ नि रेडी अवस्था बस्नुपर्छ। अहिले रेडी भएको छ, ठिक छ। अहिलेको यो कुरा सुप्रिम कोर्टले बिउजाइदियो भनेदेखि 1 वर्ष पछि जान्छ, त्यो कुनै धेरै टाढा गए पनि होइन। नेपालको राजनीतिलाई तपाईँले नजिकबाट निहाल्नु भएको छ, बुझ्नु भएको छ। तर तपाईँको हरिले के भन्छ, मनको हरिले के भन्छ, यतिखेर के हुन सक्छ? मनको हरिले के भन्छ भने
सुप्रिम कोर्टले फैसला दिनुपर्छ, संसद बिउजिनै पर्छ, उपाय नै छैन। अब संसद बिउतिएर संसद पुनर्स्थापना गरेर के गर्ने भन्ने खालको प्रश्न छ। के पनि गर्नुपर्छ। दलहरूले आफ्नो चाहिँ सङ्गठन बलियो चान्स पाउँछ। काङ्ग्रेसले फर इक्जाम्पल काङ्ग्रेसको चाहिँ भर्खर चाहिँ एउटा नयाँ किसिमको परिवर्तन भएको छ, त्यसलाई चाहिँ नि अलिकति स्ट्रेङ्थन गर्न सकिन्छ। एमाले अलिकति आफ्नो खत्तम भएको इज्जतलाई अलिक बढाउन सक्ला। नयाँ शक्तिहरूले आफ्नो अझ शक्ति सङ्गठन गरेर अगाडि बढ्न सक्लान्। सो हाम्रो कुनै आपत्ति छैन। खालि के भनेदेखि हो, चुनावमा चाहिँ जुन यो जेनजीको आन्दोलनले चुनाव मागेकै थिएन, चुनाव गर्ने भने पनि थिएन। उनले चुनाव गर्ने भएदेखि चाहिँ नि जानपर्छ कार्यकारी त भनेको थियो। अब के गरेर संसद बिउज्यो भनेदेखि बुद्धि पुऱ्याएर भएका दलहरूले चाहिँ त्यहाँ जेनजीको मागलाई नै प्रेस्क्रिप्सन सम्झिकन ती 4-5 बुँदामा चाहिँ राम्रोसँग छलफल गरेर आउँदो 1 वर्ष चुनावमा चाहिँ नि कार्यकारीतिर नै जाने गरी जानुपर्छ। एउटा कुरा क्या डाक्टर साहब एउटा कुरा के छ भने यति बेला चाहिँ अब त्यति तत्कालीन समयका जेनजीका अगुवा सुदन गुरुङ लगायतहरू निर्वाचनमा गइसकेका छन् होइन। बालेन शाहले चाहिँ कहीँ बसेर चाहिँ निर्देशन दिइरहनु भएको थियो, बालेन शाहले चाहिँ स्टेटमेन्ट दिइरहनु भएको थियो, उहाँ आफै स्वयं पनि निर्वाचनमा हुमिनै सक्नु भएको छ। अब यो परिस्थितिमा चाहिँ देशै निर्वाचनमय भएको परिस्थितिमा एउटा अर्को निर्णय आउला भनेर चाहिँ धेरैले अनुमान गरेको स्थिति पनि छैन क्या। होइन, सुदन गुरुङले कहीँ प्रवेश गर्यो, बालेन शाहले त्यो भन्दैमा के राष्ट्रको कानुनले चाहिँ नि संविधानले चाहिँ माने त्याग्न सक्छ के कुरा गरे? यो त राष्ट्र पो त बाबा। यो बालन शाहले चाहिँ नि यो के कृष्णजीले चाहिँ गोवर्धन पर्वत सम्बन्ध हो र बालन शाहले पुरा मुलुकलाई चाहिँ नि औँलामा ढान्या भनेर या सुदन गुरुङले गर्नसम्म चाहिने काम गरिसकेका छन् के कुरा गरे? त्यत्रो जेनजी आँखे फुसुक्क चाहिँ अब दलभित्र प्रवेश गरे मतलब चाहिँ यो 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 सरकार कहाँबाट बनाएको छ, सरकार कसले बनाएको छ भन्दाखेरि त धेरै कुरा भयो नि यहाँ त बा। जेनजी सरकारका सबै मन्त्री निर्वाचनमा आज हेर्नुहोस्, जेनजी सरकारका सबै मन्त्री निर्वाचनमा छोडेर त्यही त भन्छु नि। त्यसैले त्यो पनि कहीँ हुन्छ। जेनजीको त प्रिन्सिपल पो त जेनजीको पुस्ताले डिमान्ड गरेको चाहिँ देशमा परिवर्तन, टोटल परिवर्तनलाई उनले 5वटा प्रेस्क्रिप्सनको एकदमै यस्तो राम्रो कुरा उनले उठाएका थिए, एउटा पनि त्यसमा केही सम्बोधन भएन। सोझै सुशीला कार्की र राष्ट्रपतिको निगाहबाट र दलहरूको परामर्शबाट सोझै के गरे? चुनावमा गए। अहिलेको संसदलाई अब 1 वर्षपछिको लागि अहिले तुरुन्त चुनावमा गए के फरक पर्यो? त्यही दल त्यही व्यक्ति कसैलाई पनि निषेध गरेको छैन। अहिले ओलीलाई फर इक्जाम्पल निषेध गर्न पर्थ्यो। त्यत्रो चाहिँ जे होस् कमिसनले अहिलेसम्म केही नभए तापनि भन्दा पनि भनेर मलाई थाहा छ भन्ने हिम्मत पनि गर्दैन। तर उसले चाहिँ दोषी नठहराए पनि हामी जनताको नजरमा त ओली दोषी छन्, हेर्नुहोस् युवाको नजरमा दोषी छन्, उनलाई त निषेध गर्नुपर्छ। फर इक्जाम्पल अब यो जसरी यो तिनवटा टाउकाहरूले हाम्रो चाहिँ नि यो देश डुबाए 62 यता तिनीलाई पनि निषेध गर्न पर्थ्यो। अब त्यही तिनीहरू नै इलेक्सनमा जाने, तिनीहरू नै जितेर आउने, त्यही संसद त्यही पार्टी, अनि के फरक पर्यो भन्नुहोस् मलाई? जेनजीको यत्रो विद्रोह 73 जना मरिया छन्, बच्चाहरू मरिया छन्, त्यत्रो विध्वंस भएको छ, फरक के भयो त हामीलाई? के नि के? त्यसैले यो त सबै जे भएको छ बिल्कुल लोभ र लालचमा भइरहेको छ। हेर्नुहोस् सबैको आफ्नो पर्सनल इन्ट्रेस्टले छ। बालनकै भनौँ कि सुदन गुरुङकै भनौँ कि जो सुशीला कार्कीकै भनौँ कि राष्ट्रपतिकै भनौँ कि दलहरूकै भनौँ, त यहाँ चाहिँ नि देश र राष्ट्रको त कसै हितमा कोही काम भएकै छैन यहाँ त। तर एउटा कुरा, सुरुमा नेकपा एमाले चाहिँ संसद पुनर्स्थापनाको मुद्दामा दृढ भएर लाग्यो होइन। त्यसपछि सिङ्गापुरबाट शेरबहादुर देउवा फर्किसके पछाडि चाहिँ एक किसिमको ओली र देउवा बीचको भेटले श्याम घिमिरेजी रिट बोकेर हिँड्नुभयो। तत्कालीन समयका नेपाली कङ्ग्रेसका प्रमुख सचेतक सर्वोच्च पुग्नुभयो। अब प्रचण्ड पनि बाहिरैबाट चाहिँ संसद पुनर्स्थापना भए हुन्थ्यो भन्ने खालको आकांक्षा राख्नुहुन्छ। यद्यपि उहाँले चाहिँ अब निर्वाचनमै जानुपर्छ भन्ने ढङ्गले अगाडि बढेको स्थिति देखिन्छ। तर नयाँ आएको वैकल्पिक दल, राष्ट्रिय स्वतन्त्र पार्टी लगायतहरू चाहिँ निर्वाचनको विकल्प छैन भन्दै अगाडि बढिरहेको एउटा स्थिति छ भन्दा सम्मिश्रित धारणा छ। अब यसलाई विवेकको निर्णय चाहिँ सर्वोच्चले गर्ला, तर यसको समाधान के? यो हुँदाखेरि चाहिँ के हुने देशमा भन्ने छ प्रश्न। ठिक हो त, इलेक्सनमा त जानै पर्छ। अब जुन इलेक्सन चाहिँ 1 वर्षपछि हुने तानेर खिचेर गर्ने हुने काम यता जुन तानेर ल्याएका थिए अहिले 2 महिनामा गर्ने गरिकन त्यो इलेक्सन झाँकुदै रहन्छ। ठुलो कुरा के भयो? इलेक्सनमा जान्ने हो, यो दलहरू पनि आगे इलेक्सनमा जाने हो। 1 वर्ष ब्याङ्कको ठुलो लामो समय त होइन। हेर्नुहोस् 1 वर्षमा सङ्गठन हुन्, बलियो बनुन्, उनले आफ्नो पार्टीलाई बलियो बनाउन सकुन्।
हामीलाई कुनै आपत्ति छैन, इलेक्सनमा त जाने नै हो। तर कुरा के को इलेक्सनलाई त्यो पो कसले बताइदिनु पर्यो। त्यही पुरानै संसद जसले हामीले अहिलेसम्म डुबाउँदै गइरहेको छ, भ्रष्टाचारको अड्डा बनेको छ, त्यो संसदीय व्यवस्था जुन चलेको छ, हामी भन्छौँ कार्यकारी, जेनजीले त्यही भन्यो, त्यो कार्यकारीमै इलेक्सनमा जाने हो भने कार्यकारी नै जानुपर्छ भन्ने छ। अब त्यो जाने कुरै छैन यहाँ। अनि के जाने इलेक्सन के को इलेक्सन, सबैले खालि उही भागभण्डाको इलेक्सन देखिहाल्नुभयो। जेनजीका व्यक्ति खुसुक खुसुक सबै पार्टीभित्र पसिसके, जेनजीको ग्रुप हरेक पार्टीमा मिसिन गइसके। राष्ट्रको हितमा कसै कुरा गरेका छैनन्। इलेक्सन भने चिच्याउँदैमा हुँदैन। के को लागि इलेक्सन, के गल्ती भयो हाम्रो, के सच्याउनुको लागि इलेक्सन, त्यो त कसै कुरै गर्दैन। इलेक्सनमा जाने, चट्ट पार्लियामेन्ट बस्ने, प्रधानमन्त्री बने, ऊ प्रधानमन्त्री नियुक्ति भइसक्यो, अर्को अर्थमन्त्री नियुक्ति भइसक्यो। यही हिसाबले अब त कङ्ग्रेसले पनि अब प्रधानमन्त्री दिइसक्यो क्यान्डिडेट, राष्ट्रिय स्वतन्त्र पार्टी उसले दिइसक्यो, कम्युनिस्ट पार्टी आफ्नो दिइसके, अब एमाले आफ्नो दिइसक्यो। सबै खालि प्रधानमन्त्रीको दौडमा छन्। राष्ट्रको दौडमा को छ मलाई बताउनुहोस् त? कोही पनि छैन। जनताको दौडमा को छ? कोही पनि छैन। डाक्टर साहब, अब यो यदि सर्वोच्चको पोल्टामा छ बल होइन, उसको कोर्टमा छ, उसले चाहिँ सुनाएको फैसलालाई चाहिँ सबैले मान्न नै पर्छ, किनभने हामीले न्यायालयमाथि विश्वास गर्नुपर्छ, न्यायालयको गरिमा चाहिँ घट्न दिनु हुँदैन होइन। यसमा सबै जनता चाहिँ क्लियर नै छन् र सबै जनताले मान्छन् भने। तर अब चाहिँ कस्तो खालको सरकारको परिकल्पना गर्ने त्यसपछि यदि चाहिँ त्यो फैसला आउने स्थिति आयो त्यो भयो भने होइन, संविधान संशोधनको मुद्दा के हुने? संसद बिउज्यो भनेदेखि दलहरूले पहिलाको चाहिँ जेनजीको मुद्दालाई सम्बोधन गर्ने हो कि होइन, त्यहीँबाट सम्बोधन गरेर चाहिँ नि चुनावमा 1 वर्षपछि चुनावमा जानुपर्छ। नम्बर 1 त्यो गर्न सकेन भनेदेखि हामी सोझै चाहिँ जन्म सङ्ग्रहमा जानुपर्छ। त्यो संसदबाट जन्म सङ्ग्रहमा जानुपर्छ। जन्म सङ्ग्रह भन्नाले अब त 3-4 कुरा आउँछ। एउटा चाहिँ आउँछ कार्यकारीको, नम्बर 2 आउँछ प्रदेशको, नम्बर 3 आउँछ नि हिन्दू राष्ट्रको, हिन्दुत्वको, र नम्बर 4 आउँछ यो भ्रष्टाचारको चाहिँ निर्मूल गर्नको कुन ट्र्याकबाट जाने भनेर 3 या 4 मुद्दा लिएर हामी जन्म सङ्ग्रहमा जानै पर्छ। हेर्नुहोस् अहिले जति चिच्चा प्रदेश चाहिन्छ भने हो, हामीले पनि प्रदेश चाहिन्छ भने हौँ, त त्यो प्रदेश चाहिन्छ भन्दैमा चाहिँ प्रदेश हामीले कुनै राम्रो काम त गरेको छैन। त्यसैले अब त्यहाँ विचार गर्न पर्यो र त्यो जन्म सङ्ग्रह पनि नजाने हो, जब संसदले चाहिँ जेनजीको मुद्दालाई पनि सम्बोधन नगर्ने हो, र 1 वर्षपछि फेरि यही चुनावमा जाने हो भने फेरि 1 वर्षपछि पनि हाम्रो अर्को 5 वर्षको लागि नेपाल डुब्दै जान्छ, फेल स्टेटमा जान्छ। नेपाल कम्प्लिट विदेशीको चलखेलमा पर्छ। अहिले पनि यसो हेर्दाखेरि कुनै दलहरूमा विदेशीहरूको चलखेल चलिसकेको छ बुझ्छु म पनि। त्यसैले हामी धेरै खतरामा छौँ। अब संसद बिउजे पनि त्यो हो उपाय, बिउजेन भने पनि इलेक्सनमा जानेकै चाहिँ नि यो अहिलेको इलेक्सनमा के होला जस्तो मलाई लाग्दैन। डाक्टर साहब, एउटा कुरा के बताउनुहोस् भने प्रधानमन्त्रीको उम्मेदवारै घोषणा गरेर चाहिँ दलहरू चाहिँ निर्वाचनमा गएका छन् होइन, यो पनि एक प्रकारको कार्यकारी अभ्यास हो कि होइन? यसलाई मान्न सकिन्छ कि मान्न सकिन्छ? यो मान्न सकिन्छ। तर खालि कुरा के भनेदेखि पहिले हामीले बुझ्नुपर्छ, उनले त माने रे, त जनताले के भन्छ भने अनुभव कति छ, कतिको चाहिँ नि भ्रष्टाचारमा छ कि छैनन्, अनुभव के छ, उनीहरूको चाहिँ नि सबै कुरा विचार गरेर हो। अब एक्जाम्पल दिउँ तपाईँलाई, बालन शाहलाई प्रधानमन्त्री भने, उनको चाहिँ नि के चाहिँ नि अनुभव छ भन्नुहोस् मलाई। उनी कुन चाहिँ नि मन्त्रालयमा कहिले हाँकेका छन्, कुन चाहिँ नि दल हाँकेका छन्, कुन चाहिँ नि पार्टी हाँकेका छन्, कुन चाहिँ नि आन्दोलनमा भाग लिएका छन्, कुन चाहिँ पुलिसको चाहिँ उसमा परेर जेलका छन्। अब एक्जाम्पल गगन थापा भनौँ, गगन थापा पनि खारिएको मान्छे हो। तर मैले भन्दैछु बाबा, एउटै व्यक्तिले 2 पद दिनु हुँदैन। नेपाल बिग्रेको यसैबाट हो। प्रचण्ड एउटै व्यक्ति 2 पद, ओली त्यही, देउवा त्यही गरेर सब खत्तम भएको। मैले भन्छु कङ्ग्रेसमा अहिले फर इक्जाम्पल गगन थापा आएको छ, अध्यक्ष एकजना भन, प्रधानमन्त्रीको लागि अर्को व्यक्ति माने अघि सार। त्यसैले यो हिसाबले अगाडि बढ्नुपर्ने। त्यो दलहरूले सार्दैमा त हुँदैन। प्रधानमन्त्री चुन्ने त पहिले हामीले व्यक्ति चुन्न पर्यो, अनि त्यहाँबाट संसदले प्रधानमन्त्री चुन्छ। अहिले नै हाम्रो यो मान्छे प्रधानमन्त्री भनेर अब हामीले पनि बुझ्नुपर्छ बाबा। जस्तो पाए त्यस्तोले प्रधानमन्त्री भनेर गर्दाखेरि त मुलुकलाई के होला अवस्था? हामीले अनुभव पनि चाहियो, भ्रष्टाचार रहित पनि चाहियो, युवा पनि चाहियो, अलिक खादिएको व्यक्ति पनि चाहियो बाबा। यो सबै त चाहियो नि। दलले भन्दैमा त उनीहरू सारेको राम्रो कुरा हो, तर त्यसमा पनि कस्ता व्यक्ति सारेका छन् त्यो पनि हामी विचार गर्नुपर्छ। अब यो प्रधानमन्त्रीको उम्मेदवारै अगाडि सारेर निर्वाचनमा जाने पद्धति प्रणाली चाहिँ सही हो कि होइन? त्यो सही हो, त्यो बिल्कुल सही हो, त्यो बिल्कुलै सही हो। त खालि के छ भनेदेखि दलले दिँदाखेरि
आफ्नो आफ्नो लोकप्रियता मात्रै बढ्ला भनेर त्यो हिसाबले चाहिँ प्रधानमन्त्री हुने छान्ने अगाडि बढ्यो भनेदेखि त्यो हुँदैन। राष्ट्रलाई चाहिने व्यक्ति कस्तो हो त्यो हिसाबले अगाडि बढ्यो भने भिन्दै कुरा हेर्नुहोस्। तर खालि आफ्नो पपुलारिटीमा यसलाई छान्ने भनेदेखि मेरो भोट धेरै वर्ष आउँछ भनेर त्यो किसिममा छान्यो भनेदेखि त्यो पनि गलत हुन्छ। तर अभ्यास चाहिँ ठिक हो। डाक्टर साहब अब एउटा कुरा के बताउनुहोस् भने यति बेला चाहिँ नेपाली जनताहरू होइन कतिपय दलका नेताले भन्ने गरेका छन् हा र हुमा धेरै अगाडि बढिरहेका छन् होइन उनीहरू चाहिँ रमाइलो गरिरहेका छन् भन्ने विषय छ। तर यो देशको सिस्टम यो देशको प्रणाली होइन यो देशको सुशासन कायम राख्ने थलोहरू जस्तो संवैधानिक निकायहरू संवैधानिक नियुक्तिहरू होइन राज्य प्रणालीको चाहिँ अहिलेको राजनीतिक प्रणालीको विषयहरू यतापट्टि चाहिँ धेरैले चासो दिएका छैनन्। तर एउटालाई नायक घोषणा गरेर होइन पपुलारिटीमा चाहिँ होइन हो र हाहा गरेर चाहिँ जुन जुन ढङ्गले अगाडि बढिरहेका छन् यो कुराले केपी ओलीलाई हटाएर बालिन आउँदैमा केपी ओलीलाई हटाएर रवि आउँदैमा गगन आउँदैमा वा चाहिँ XYZ अरू आउँदैमा चाहिँ सुधार हुँदैन। हामीले त प्रणालीको कुरा गर्नुपर्छ हामीले त सिस्टमको कुरा गर्नुपर्छ मेरिटोक्रेसीको कुरा गर्नुपर्छ भनेर जनतालाई बुझाउन किन सकिएन डाक्टर साहब? हो किन सकिएन भनेदेखि हामी जनता पनि हुइमा लागेर दौडेका छौँ। अहिले हामी अन्धो भएर दौडेका छौँ भने जो भूपी सेचनको घुम्ने मेचमा अन्धो मान्छे भएर हामी हिँडिरहेका छौँ। गलत छ। अहिले पनि हामीमा डेमोक्रेसीको परिपक्वता आएकै छैन। दलहरूमा पनि आएन नेताहरूमा पनि आएन अनि हामी जनतामा पनि आइहाल्ने त कुरा पनि भएन। त्यसैले अहिले हाम्रो सबभन्दा पहिले हेर्नु पर्थ्यो किन नेपाल 7 साल यता अहिलेसम्म यही अवस्थामा छौँ। किन तपाईँ र म आज पनि यही प्रणालीकै चाहिँ हाम्रो राज्य संरचनाकै कुरा गर्न परिरहेको छ। किन नेपाल चाहिँ नि यस्तो डुब्दै गाँचेर चाहिँ फेल स्टेजतिर गइरहेको छ भनेर पहिले त्यो केलाएर अगाडि बढ्दाखेरि मात्रै हुन्छ। र त्यो मैले हेर्दाखेरि सबभन्दा अहिले कुरा चाहिँ कार्यतिर नगइकन यो संसदीय व्यवस्थाबाट अगाडि बढ्ने हो भने त्यो हुँदै हुँदैन। त्यहीँबाट सुरु गरौँ अनि त्यसबाट चाहिँ नि कार्यकारीमा गएपछि अगाडि बढ्दाखेरि प्रणालीको एक केलाउनु पर्यो। अब त्यसमा त दल आएकै पोलिटिक्स गर्ने दलहरू हो हामी जनताले होइन। अब दलहरूमा यो पटक्कै संस्कारै पसेको छैन डेमोक्रेटिक। त्यसैले कार्यकारीतिर नगई हुँदै हुँदैन। हेर्नुहोस् त्यही हो सबभन्दा पहिलो खुड्किला अगाडि बढ्नको लागि। देश बचाउने हो भने त्यो गरौँ डुबाउने हो भनेदेखि यही संसदीय प्रणालीमा जाँदै गरौँ। त्यही दल आउँछन् त्यही व्यक्ति आउँछन् त्यही अनुहार आउँछन् अनि हजारौँले पुरा भ्रष्टाचार गर्छन् त्यति हो। अरू हामी केही नेपाल हुँदैन। कार्यकारीतिर सोच्नै पर्ने भएको छ र केही लागेर कि जन्म सङ्ग्रहमा जानै पर्छ। अन्तमा जाँदा जाँदै डाक्टर साहब जस्तो अब यो मिश्रित मत परिणाम आउने कुरामा कुनै पनि सन्देह रहेन होइन। एउटै दलको बहुमत आउला नआउला त्यो कुरा चाहिँ बहुमत आउने सम्भावना न्यून जस्तो नै देखिन्छ होइन प्रियाकलन हामीले गर्दाखेरि। अब एउटाको मानव 135 सिट आयो होइन एउटा दलको। अब 3 सिटका लागि उसले चाहिँ फेरि अर्कोले बार्गेनिङ गर्छ होइन अर्कोले प्रधानमन्त्री माग्छ वा चाहिँ सेकेन्ड थर्ड फोर्थ मिलेर अर्को सरकार बनाउँछन् भन्दा आजको दिनमा चाहिँ भोलि कुनै पनि व्यक्ति गएर कायापलट हुने होइन सिस्टमलाई सुधार्नुपर्छ। हामीले संवैधानिक नियुक्तिहरूमा चाहिँ लोकसेवाको पद्धतिमा गएर चाहिँ नियुक्ति गराउनुपर्छ होइन। त्यसपछि राज्य सत्तालाई राज्य सञ्चालन प्रणालीलाई पनि प्रत्यक्ष कार्यकारी यहाँले भने जस्तो त्यो किसिमको बहस गर्नुपर्छ भन्ने कुरा जनतालाई बुझाउन सकिएन क्या। यहाँ त प्रतिशोधको जस्तो राजनीति हुन थाल्यो डाक्टर साहब। आज यसलाई चाहिँ थुन्यो भने देश बन्छ यसलाई चाहिँ होइन यसलाई चाहिँ गाली गर्यो भने देश बन्छ भन्ने खालको जुन पद्धतिले चाहिँ देश कहाँ पुग्दैछ डाक्टर साहब ठ्याक्कै त्यसैले यही सबै बुझाउनको लागि म भन्दैछु नि यही सबै बुझाउन बेला आएको छ। हुइमा हामी यहाँ दौडेका छौँ पपुलारिटीमा अगाडि बढेका छौँ पपुलिस्ट प्रोग्राममा गएका छौँ अनुभव हामीले हेरेका छैनौँ खादियोको नेता हेरेका छैनौँ कति हैसियत छ त्यो हामी हेरेका छैनौँ। हामीहरूले चाहिँ नि प्रणाली कुरा सिस्टमको कुरामा पटक्कै गएका छैनौँ। त्यसरी पनि हामी डेमोक्रेसीको हामी अहिलेसम्म हामीले कुनै संस्कार बसेको छैन हेर्नुहोस्। त्यसैले अहिले तपाईँ भन्नु इलेक्सन अहिले गरोस् कि 1 वर्षपछि गरोस् कि यो सबै नसुधार्ने हो भने इलेक्सन जतिवटा गरे पनि कामै लाग्दैन। हो डेमोक्रेसी इलेक्सन हुनुपर्छ तर काम लाग्ने इलेक्सन हुनु पर्यो नि त। त्यो इलेक्सनबाट देशलाई कुनै अगाडि जाने बाटो त दिशा दिनु पर्यो नि। त्यही पुरानो रक्सी चाहिँ नयाँ बोतलमा हाल्दैमा काम लाग्दैन। अब हामीले जाँदाखेरि सुप्रिम कोर्ट बिउजायो भनेदेखि मैले तपाईँले के गर्ने भनिसकेँ। बिउजाएन भनेदेखि अगाडि बढ्दाखेरि चाहिँ नि यो अहिलेको चुनावमा यही हिसाबमा गइरहेछ। यो 2 महिना अघिको अब आउने चुनावमा मेरो लागि चाहिँ अर्थ न बर्थको चुनाव छ यो। किनभने यसले कार्यकारी पनि दिएन जेनजीको मुद्दा एउटा पनि सम्बोधन गरेन
चुनिएर आएको व्यक्तिहरूले जेनजीको मुद्दालाई सम्बोधन गर्छ भन्ने कुरा तपाईँ कल्पना पनि नगर्नुहोस्, त्यो हुँदैन। हस्, यहाँको महत्त्वपूर्ण समयका लागि धेरै धेरै धन्यवाद डाक्टर साहब, नमस्कार। थ्याङ्क यू। यो नेपाली रेडियो नेटवर्क।